हेलो साथीहरु नमस्कार। फेरि पनि मेरोमा 15 पिसेस सिरामिक कुकवेयर सेट आइसकेको छ है। म यहाँ देखाउन गइरहेको छु। तपाईहरुले लिइसक्नु भएको छ भने केही छैन, यदि लिनु भएको छैन भने है तपाईहरुले लिन सक्नुहुन्छ। म तल लिंक राखिदिन्छु। एकदम यसमा चाहिँ यसको यो बेड ह्यान्डल चाहिँ छुट्टै हुने रहेछ हैन, त्यो भएर तपाईहरुलाई राख्नको लागि पनि एकदम सजिलो है। अनि यसरी आउँदो रहेछ यहाँ हेर्नुस् है। यसको ह्यान्डल चाहिँ तपाईले जोडेर हैन जुनैमा पनि लगाएर चलाउन सक्नुहुन्छ है। अनि यसको लिडहरु यस्तो चाहिँ सबै एकदम दामी प्याकेज भएर हैन मजाले हेर्नु न, यो नफुटोस् भनेर यसको यहाँ हेर्नुस् भिरको है दामी छ। अनि यस्तो छ यहाँ यो पनि छ, यसलाई पनि यो ह्यान्डलले यस्तो ट्याक्क लगाएर एकदम डर हुन्छ। यहाँ हेर्नुस् के हुन्छ भने साउन्ड चाहिँ मजाले सुन्नु पर्यो, त यहाँ लक गर्न पनि हुन्छ, ठ्याक्क गरेर तपाईले पकाएर राख्ने हो यसरी है। अनि यहाँ अर्को पनि छ, यो भयो अनि यसलाई ठ्याक्क यसो गरेर निकाल्ने, ठ्याक्क निस्किन्छ। अनि यसमा यो लिडहरु पनि आउँछ है भिरको। अनि यो चाहिँ यसको यहाँ यो प्याकेज गर्न सजिलोको लागि भिन्दै पठाएको हुँदो रहेछ। यो पछि यहाँ स्क्रुड्राइभरले जोड्नु पर्ने हुन्छ है। यो एउटा लिड भयो। अनि अर्को यहाँ चाहिँ सानोको लागि हैन, यहाँ अर्को एउटा सानो यो पनि छ। अनि यो पनि छ हैन, यसको लागि चाहिँ यो ठ्याक्कै यो छोप्ने हो क्या, यो चाहिँ छोप्ने हो हैन। यो सानो छ, यसको लागि पनि छ यसको लागि पनि छ यहाँ छोपेर राख्ने है। यहाँ एउटा अर्को छ यसको लागि। यहाँ सबै आयो है तपाईहरुको लागि, यो ह्यान्डल भइगयो हैन। अनि यसलाई चाहिँ ठ्याक्कै सजिलो छ, छ्याप्प यस्तो पार्ने, यहाँ यो लगाउने हैन। यो लगाएर स्क्रुड्राइभरले यस्तो पारेर ट्याक 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 घुमाइदिएपछि यति गरिदिए पछाडि हेर्नुहोस् अब ठिक्क